एक रनको आवश्यकता रहेको छ र फेरि दबावमा रहेको छ नेपाल टोली 2 बलमा 1 रनको आवश्यकता स्ट्राइकमा छ सन्दीप लामिछाने चार विकेट लिएका छन् सन्दीपले हिजो पनि 4 विकेट लिएका थिए के गर्न छ नेपाल टोलीले हेरौँ मात्र 1 रनको आवश्यकता जितका लागि नेपाललाई 2 बल बाँकी रहेको छ खेल सकिनका लागि सेकेन्ड लास्ट बलमा छन् सेकेन्ड लास्ट बलको सामना गरेको क्रममा छन् सन्दीप लामिछाने के गर्नेछन् हेरौँ बाउन्ड्री लाइनमा रहेका छन् स्कटल्यान्डका सबै खेलाडीहरू किनकि यहाँ बाउन्ड्रीको आवश्यकता छैन नेपाललाई बाउन्ड्रीको आवश्यकता छैन मात्र नेपाललाई 1 रनको आवश्यकता रहेको छ शरीफ रहेका छन् बलिङमा तीव्र गतिका बलर हुन् शरीफ तीव्र गतिका बलर शरीफले के गर्नेछ हेरौँ र सन्दीप लामिछाने छन् स्ट्राइकमा सन्दीप लामिछाने मात्र 1 रनको आवश्यकता नेपाललाई मात्र 1 रनको आवश्यकता नेपाललाई हेरौँ के हुनेछ यहाँ हेरौँ सन्दीप लामिछाने स्ट्राइकमा सन्दीप र यो सन्दीप लामिछानेको रन यो रन सँगसँगै जित हासिल गरेको छ नेपाल टोलीले सन्दीप लामिछाने जित दिलाउन सफल 1 रन लिएसँगै सन्दीप लामिछाने नेपाललाई जित दिलाउन सफल खेल सकिन 1 बल अगावै नेपाली टोलीले जित हासिल गरेको छ 3 विकेट्सको जित हासिल गरेको छ नेपालले स्कटल्यान्ड विरुद्ध